यो गाडीको चालक है सर? हजुर हजुर। योभन्दा पहिले चाहिँ कुन गाडी चलाउनुहुन्थ्यो? मैले अहिले चाहिँ योभन्दा अगाडि हाम्रो ब्लु स्काई। अब चाहिँ कस्तो सोच बनाउनु भएको छ पहिलेको र अहिलेको? यो त धेरै फरक गाडी सञ्चालनमा आउँदैछ। हजुर सर। प्राय प्यासेन्जरहरूबाट के कुरा आउँछ भन्दाखेरि गाडी स्टाफहरूको बोली राम्रो भएन, सभ्य भएन, हजुर खानामा राम्रो व्यवस्थापन भएन भन्ने नै आउँछ प्राय। हजुर। के सोच्नु भएको छ? त्यसको लागि चाहिँ हामीले अब रातिको समय एकदम मध्यनजर गरेर होइन यात्रुलाई कति बजीसम्म खुवाउने होइन, अब तुलसीबाट छुटेको टाइम अनुसार हामीले कुन समयमा खुवाउँदा हाम्रो चाहिँ उचित राम्रो हुन्छ होइन, उहाँहरूलाई चाहिँ यो विशेष गरेर सल्लाह गरेर चाहिँ हामीले यो समय चाहिँ तोक्नेछौँ र कुन ठाउँ खाने भन्ने कुरा खानामा पनि एकदम सुधार होटलहरू चाहिँ छानेर चाहिँ प्यासेन्जरहरूलाई जहाँ पाए खुवाउने ल झर्नुहोस् है, समयमा पिसाब फेराउने त्यो चाहिँ हाम्रो प्लान छ होइन, टाइममै यात्रा गराउने सहज र एकदम राम्रोको लागि चाहिँ यो गाडी चाहिँ कम्फर्टेबल गाडी छ। अहिले चाहिँ शान्ति यात्रा एसी एयर बस हो है। अब हजुरहरूको सेवाका लागि हामी चाहिँ उपस्थित छौँ होइन। अब म चालकको नाताले चाहिँ हजुरहरूलाई एकदम एकचोटि चढ्ने मौका दिनुहोला भन्न चाहन्छु। यो लास्ट सिट हो, एकदम हेर्नु न कम्फर्टेबल छ, लगभग यति फराकिलो छ। हाम्रो यो गाडीको चाहिँ क्याबिन छैन होइन। अब क्याबिन नभएको कारणले गर्दाखेरि चाहिँ यो लास्ट सिटलाई अलिकति फोल्डिङ होस् भनेर चाहिँ क्याबिन राखेको होइन। राम्रो छ, कम्फर्टेबल छ, पङ्खाहरू पनि राम्रो छ, एसीहरू पनि ठ्याक्क लास्ट सिटमा पनि एकदम पङ्खाहरूको राम्रो दिने खालको छ एसी। हजुरले अब यहाँबाट यसरी चलाउन सक्नुहुन्छ लास्ट सिटलाई होइन। अब राति चाहिँ बत्तीहरू फ्यानहरू आफ्नो इच्छाले चाहिँ बनाउन सक्नुहुन्छ। अब त्यसको लागि फ्यान पनि अलिकति नयाँ डिजाइनको फ्यान है यसमा छ। लास्ट सिट हजुरलाई आनन्द छ, जुन सिटमा अगाडि हजुरले बस्नुहुन्छ नि त्यो सिटको आनन्द लिन सक्नुहुन्छ हजुरले। लास्ट सिट पनि लास्ट सिल्भर पनि होइन, यसमा हजुरहरूलाई त्यो उफार्ने अनि त्यो बाटोमा कच्ची बाटोमा चाहिँ उफार्ने यताउता त्यो एकदम कम हुन्छ यो गाडीको चाहिँ। के कारणले भन्दा नि अलिकति अहिले सिल्भर पनि धेरै छ अनि हजुरहरूलाई त्यही किसिमको यो गाडी चाहिँ बनाएको छ। यो सिट चाहिँ अहिले के छ भने पहिला चाहिँ यो बसेको बेलामा चाहिँ एकदम चिप्लिने है त्यो भइरहेको थियो गाडीहरूमा, धेरै गाडीहरूमा चिप्लिने सिस्टम। अब पछाडिबाट यस्तो लड्केर अगाडितिर जाने त्यो चाहिँ छैन अहिले। र यो क र ख भन्ने सिट चाहिँ एकदम साँग्रो हुने थियो, अहिले चाहिँ फराकिलो छ। क्याबिन नभएको कारणले गर्दाखेरि हामीले कम्फर्टेबल सिट राखेका छौँ, लग्जरी चार्जरहरू पनि छ, एकदम राम्रो छ। यो क र ख भनेको सिट भिआइपी सिट पनि भयो, राम्रो सिट छ एकदम। म यो गाडीको परिचालक। हजुर। हाम्रो चाहिँ दाङबासी कस्टमरहरूको डिमान्ड अनुसार हाम्रो कस्टमर हाम्रो गट र उहाँहरूको डिमान्ड अनुसार बनाएको गाडी हो। सबैले माया गरिदिनु होला, सबैले साथ सपोर्ट गरिदिनु होला, बस यति।